हेलो 610 मा अब हाम्रो गाडी जान्छ हाम्रो गाडी यही हो हामी कहाँ जाँदैछौँ पाँच पोखरी अन मेरो यहाँ पाँच पोखरी आएपछि घुम्न आउनु मन लाग्छ अचम्म धन्यवाद पुरै होल बसलाई के हो नाना भर्खरको बेला भए खान्थ्यो नस्पाती पान बाई 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 चाहिँ यहाँ छिम्टी पुगेर खाना खान स्टार्ट गऱ्यौँ अब यहाँबाट झर्ना पुग्न चाहिँ 15 मिनट लाग्ला माथि हिँड्नु पर्ने त अब बाइक चाहिँ 4 घण्टा चाहिँ तिर्नुपर्छ होला ल अझ टुपी डाँडामा बस्छ खाना मिठो छ मिठो 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 रेडी हुँदै हामी हाम्रो ट्रेक चाहिँ सुरु भइसक्यो अनि ट्रेकको फर्स्ट भ्यू झरना हामी चाहिँ 5 मिनट हिँडेर हाम्रो यस्तो राम्रो झुलिने पुला छ देखिरहेको छ र झरना अब यो झुलिने पुल सकेपछि सिधै पर्याङहरू मात्रै हुन्छ खतरा एउटा हजुर आउँछु के लगे देउराली हामी पुग्यौँ 1 घन्टामा थ्याङ्क्स टु सरू लिडर लिडरको हालत चाहिँ यस्तो छ है मेरो देउराली गेट एन्ड भ्यू एन्ड मी दिस इज माई फर्स्ट ट्रेक 5 पोखरी मान्छेले हान्छ क्या ल एकछिन हामी रेस्ट गऱ्यौँ अब हामी देउरालीबाट चढ्दै टुप्पी डाँडा हिँड्दैछौँ कस्तो लागिरहेछ त हजुरलाई एकदम रमाइलो यो हाम्रो भ्यू हाम्रो बेस्ट भ्युजहरू डेसेमोरुज अहिलेको लागि यति होइन अनि टुप्पी डाँडा पुगेपछि फेरि कन्टिन्यू गरौँ ल थ्याङ्क यू हामी टुप्पी डाँडा पुग्यौँ फाइनली बिफोर 6 है कति बजे हेर त बिफोर 6 सो प्राउड अफ सरू बिकज सरू डिड सो वेल फर हर फर्स्ट टाइम ट्रेकमा हेर्नु न त्यहाँ पुरा म हिँड्न पऱ्यो भने चाहिँ खोखिउँछ होला बस्नु पऱ्यो भएर चाहिँ टुङखर्कमा हामी पुगेर अब आज हाम्रो बास यहीँ हुनेछ ए चौचो खाँदै बिफोर हामी डे 2 बिहान 4 बजे उठेर अब 5:30 बजे हिँड्न लाग्यो यसरी रेडी भएर निस्किनु पर्छ त्यो माउन्टेन्स देखाइदेऊ त सगरमाथा देखाइ यहाँबाट हाम्रो यो चाहिँ बाटो यस्तो छ चढ्दै झर्दै अर्को डाँडा जान्छौँ हामी जाँदैछौँ अब चोकर डाँडा कोही कोही यहाँ फेसै देखाएको छ नि थाकेँ म त भनेर त्यो यत्रो ठुलो टाइटलमा हाल्छ नि थम्बनेलमा झन्डै सास फेर्न गाह्रो भएको झन्डै हाम्रो झगडा भएको ओइ त नहिँड्ने
कुहु कुहु गर्दै उडाउने चरी हामी चाहिँ सरको टिचर हामी चाहिँ उसको वाक र प्रोग्रेस चाहिँ एकदम जज गर्दैछौँ सरलाई एकदम मोटिभेट गरेर सपोर्ट गरेर इभन ब्याग पनि समातिदिएर तानेर भएर हुन्छ कि सारेर भए पनि हुन्छ कि जसरी नि 5 पोखरी लाने टार्गेटमा छौँ सर इज सो थ्याङ्कफुल टु ह्याभ अस यस सबै उसले भनिरहेछ यिनीहरू आइरहेछ ल भाइ म चाहिँ अगाडि उनीहरू चाहिँ पछाडि है त भिडियोमा चाहिँ भन्ने मात्रै हो कति राम्रो हिँडाइ हो सरको मान्छे राम्रो हो कि हिँडाइ राम्रो हो देख्थ्यौ सिक्रेटको मोडल भन्ने कम छैन हाम्रो सरु ब्याग बोकेर हिँडे पनि एक पौडी खेल्नु पनि क्या हो यता फ्रेस हुनलाई डान्स हान्दै आइरहेछ रमाइलो भइरहेछ ट्रिप हिँडेर 3 घन्टा हिँडेर हामी यहाँ चोकोडाँडा आइपुग्यौँ यो रातो माटो पनि 2 घन्टामा पुग्यो रातो माटोबाट 1 घन्टा चोकोडाँडामा अनि अब यहाँ चिया र खाजा खोरै हाम्रो ट्रिपको सेफ कोमा अहिले चाहिँ हामी चोकोडाँडा पुगिसकेका छौँ अब यहाँ चोकोडाँडाबाट माथि 5 पोखरी पुग्न चाहिँ हामीलाई 5.2 किलोमिटर जानुपर्छ अहिले चाहिँ हामी हल्का स्न्याक्स गर्नलाई फेरि वान्स मोर यस तापखर्क 3407 मिटर माथि पुग्यौँ अब यहाँबाट त्यो जुन देखिरहेको छैन तर हाम्रो देखिरहेछ बेस क्याम्प देखिसक्यो अनि झरना पनि माथिदेखि यहाँ तलसम्म देखिसके अनि हिरो छ अर्को यो नोसिङ पार्टीमा पुग्यौँ हामी यहाँ 11:30 भएन अब 12:30सम्म चाहिँ हामी खाना खाएर चिलमा जाने हो साथीहरू नेक्स्ट डेस्टिनेसन चाहिँ हाम्रो लौरी बिना छ ठाउँको नाम चाहिँ किन लौरी बिना भन्यो भने चाहिँ त्यो विदाउट लौरी चाहिँ देख्न सक्दैन विच इज वाइ अब हामी विथ लौरी एन्ड विथ 4वटा हातखुट्टा चढ्ने हो स्टप फर टुडे दर्शन यो झन् रमाइलो जाँदै गर्दा यस्तो राम्रो भ्यू वाह कस्तो लागिरहेछ त हजुरलाई गाह्रो भइरहेछ हैन कस्तो भइरहेछ त हजुरलाई रमाइलो भइरहेछ ठिकै छ तर हामी ओके आई क्यान कति हिँड्यौँ थाहा छ कति हिँड्यो त एउटा धारा देखिरहेछ हैन के खर्करे हामी बसेको आज टुङखर्का त्यहाँबाट हामी भित्र दानामा रातो पार्टी हुँदै ऊ त्यो हामी के अरे ताप खर्क कि तोप खर्क पुग्या हो नोसिङ पार्टी यहाँ हो हामी ऊ त्यो उता पछाडिको डाँडाबाट भित्र दुईटा डाँडा काटेर 3rd अनि अलमोस्ट 4th डाँडामा आयो आजलाई हाम्रो लिडर छ लिडर अफ द डे भ्यू देखाइदियो कति धेरै वाइल्ड फ्लावर छ कि मनसुनमा आयो भने चाहिँ रमाइलो हुन्छ राम्रो आजलाई यति नै फ्रम रसला डिसेम्बर अब हामी माथि लौरी बिना तर्फ ल सर अहिले हामी कहाँ पुग्यो हामी यहाँ अहिले लौरी बिना पुग्न लाग्यो हैन अनि यो चाहिँ हैन यो एउटा ठुलो यो ढुङ्गालाई चिरेर बाटो बनाइरहेको हो यो भिडियो हो अब मान्छेहरू हराउन खोज्छ होला हामी सँगै बस्नुपर्छ वी निड टु स्टे क्लोज हामी छौँ सानो खोजमा अब हामी यहाँ अट्छ कि अट्दैन भन्ने हो यो चाहिँ सिधा अट्छ कि अट्दैन भन्ने हो ठुलो पनि अटिहाल्छ नि यसरी होला यसरी सुई That means you are fit and fine. Right. 2 minutes nap. गाह्रो भएको अवस्था भड्याङ चढेको लास्टमा 7 घुम्ती रहेछ लौरी बिना इज स्टिल देयर टु गो अनि सरु इज डेड अलरेडी
रियल लौरी बिना स्थिर कमिङ सुन बाटो सबैतिर कुहिरोले छेक्यो ल लौरी बिना पुग्यौँ खुसी लाग्यो तर यहाँ यत्रो चढ्नुपर्छ अब रिभ्यू यताउति सुने अनुसार चाहिँ यही हो गाह्रो भन्ने तर हामी जाऊँ मजाले खुसीले केही नदेखेको अवस्था कस्तो हुनेछ हाम्रो फ्लावर दिदीलाई अलि गाह्रो भइरहेछ स्ट्रगलिङ and I am just trying to keep up लौरी बिना बाटो गरेर हामी अब 5 पोखरीतिर लाग्दैछौँ अब ओडालो मात्र छ भ्यू खोल्दैछ अब यो त एउटा माथि उकालेपछि ठ्याक्क पुग्यो हामी 5 पोखरी यतिको दुःख गरेपछि हाम्रो महादेव किन प्रसन्न नहोला त्यहाँ सनसेट भएको थियो अघि भर्खर just missed it चाहिँ यता 6 बजे 5 पोखरी आइपुग्यौँ यहाँ बेस क्याम्पमा अब माथि चाहिँ यो जुन लाइट देखिरहेछ यता त्यहाँ चाहिँ यो भ्यू पोइन्ट हो Hi guys, good morning from this beautiful view in the back. अनि यहाँ हामी 5:30 बजे हाम्रो बेस क्याम्पबाट यहाँ माथि आयौँ अनि यु क्यान सी 5 पोखरी अलिअलि देख्दैछ 5 पोखरी भ्यू हेर्न यहाँको तर यो भन्दा नि राम्रो मलाई सनराइजको भ्यू मन पर्यो है त Look at the mountains. सनराइज अलरेडी भइसकेको छ Look. हाय भ्यू पोइन्टमा पुगेँ अनि यहाँ हेर्नु होला हाम्रो काम मेकअप ड्रेसअप सो वी क्यान क्लिक अ ब्युटिफुल पिक्चर होइन ब्लस लगाउँदैछ नेचुरल ब्लस नआएर हिजो आएको थियो नि हाम्रो रातो भएको थियो नि तर आज आएन समहाउ फेरि हाल्यो भ्यू पोइन्ट त फेरि माथि रहेछ यता रहेछ भ्यू पोइन्ट हामी चाहिँ अगाडि नै बस्यौँ यहाँ अब ड्रेस यसरी लगाएर जानु परेको छ अब फेरि Perks of having one man in our team. के अरे भारी पनि बोकिदिन्छ अनि यसो फोटो पनि खिचिदिन्छ अनि सबै थुक गरिदिन्छ I'm back again. हामी चाहिँ ड्रेस चेन्ज गरेर फेरि ड्रेस लगाएर अब ब्याक टु हाम्रो क्याम्पमा जाँदैछौँ अनि त्यहाँबाट हामी खाना खाएर अनि आज हामीहरू कहाँसम्म मिल्छ त्यहाँसम्म हिँडेर मिल्यो भन्ने अनि भोलि चाहिँ हामी फर्किनेवाला छौँ अनि यो चाहिँ मेरो नयाँ चस्मा हो है गाइज हो माई गड सगरमाथा देखिरहेछ र यहाँ हो त वाइल्ड फ्लावर्स सूर्यकुण्ड This is the मन्दिर आज पोखरीको यता चाहिँ महादेवको यो चाहिँ महादेवको टेम्पल अनि यो चाहिँ कुण्ड भयो यहाँ चाहिँ हामी हाम्रो पाप धुल्छौँ यहाँ चाहिँ चेन्जिङ रुम पनि छ है के भन्दै थियो अरे मलाई यस्तो डिप्रेसिङ भात खाँदा खाँदा घरको भात याद आएर घर जाउँ भनेर लागेको च्यान्नु म 12 हुन लाग्यो 12 हुनलाई 5-10 मिनट बाँकी छ अनि हामी निस्किसक्यौँ अहिलेको चाहिँ भ्यू अलि बादल बादल लाग्न थालेको छ अनि जाडो पनि हुन थालेको छ बिहान चाहिँ खासै जाडो थिएन जति अहिले छ ल ओके बाई सो हामी चाहिँ हिजो बेलुका अलिक ढिला पुग्यौँ 7:30 बजी चाहिँ हामी टुपी डाँडा पुग्यौँ अनि त्यहाँबाट चाहिँ अब हामी फेरि सिमटी चढ्दैछौँ अघि 5:30 बजीतिर अब जाँदैछौँ अनि हाम्रो ट्रिप यसरी नै सक्नेवाला छ अब फर्स्ट विकलाई चाहिँ गाह्रो भयो होइन तिमीलाई कस्तो भयो है हिँड्ने
भिडियोमा के कस्तो आकाश वेलिङ भइरहेछ होइन अनि हाम्रो यसरी नै बिहानको हिँड्दै भइरहेछ गुड मर्निङ हाम्रो ट्रेक विल बी एन्डिङ सुन है त साथीहरू हाम्रो हालत हेर्नु होला हामी 8:30 को बस छुट्दा भनेर यस्तो दौडेको फाइनली टाइममा पुग्यो एउटा अन्डा चाहिँ पायौँ हामीले Benedetto